तीनटा रुखमा अनि एउटा स्कुलमा अनि अनि चारवटा बाहिर क्लाउडीमा अनि एउटा सनमा यो चाहिँ के हो त इङ्ग्लिसमा यसलाई के भन्छ टुरी के भन्छ अरे यसलाई तिरी तिरी ए अनि यसलाई तिरी यो फ्लावर यो म्यान बोय यो गर्ल यो स्कुल यो सन यो क्लाउडी अनि यो फ्लावर त्यसपछि कुन यो पढ्न आउँछ तिमीलाई तिमीलाई कुन आउँछ भने दिजो अघि मलाई यो पढ्न आउँछ पढेर सुनाइदिउँ भने यो हैन अनि इगो ल ल पढेर सुनाऊ त ल रेडी गरेर सुनाइदेऊ ल फतमा केही नि हुन्न बाबाले पठाउनु ओके Morning, 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 morning. Good morning, good morning. What a lovely day, what a lovely day. Morning, morning, good morning, 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 good morning. अनि What? What? You come and play. What you come and play? Morning, morning, good morning. Morning, morning, good morning. What a lovely day. What a lovely day. Morning, morning, good morning. Morning, morning, good morning. अनि के छ How are you today? How are you today? How are you today? यसलाई के भन्छ यसलाई मर्निङ मर्निङ हो अनि यो भनेको ऱ्यामसँग ऱ्यामसँग ए अनि यो चाहिँ आउँदैन ए रविले के भने ल कतिको आउँछ ट्राई हेलो राजु गुड मर्निङ मर्निङ अनि गुड मर्निङ राजु राजु होइन रवि रविले चाहिँ राजुलाई के भन्यो हेलो राजु गुड मर्निङ रे अब राजुले के भन्छ गुड मर्निङ राजु अब फेरि रविले के भन्छ हाउ आर यु राजु अब राजुले के भन्छ राजु अनि राजुले के भन्छ के रे आई एम फाइन थ्याङ्क यू यु हाउ आर यु आई एम फाइन थ्याङ्क यू हाउ आर यु म ठिक छु धन्यवाद हजुर कस्तो हुनुहुन्छ अनि यसले के भन्छ रविले आई एम फाइन टु भने म पनि सन्चै छु ल भन अनि यो के भने गुड मर्निङ टिचर अनि यो गुड मर्निङ फ्रेन्ड्स यो गुड मर्निङ टु यु गुड मर्निङ टिचर भन्नुभयो के अरे स्टुडेन्टले होइन अब टिचरले के भन्छ गुड मर्निङ फ्रेन्ड्स गुड मर्निङ टु यु अल सबैजनालाई गुड मर्निङ अब हजुरले लेख्नुपर्छ आज लेख्नु पर्दैन होला हजुरलाई यो दिइसकेको छैन म्यामले छैन के अरे यो नि गर्नु छ अरे यो चाहिँ गर्नु दिनु बनाएर यहाँ कुन कलर गर्दा बेस्ट हुन्छ त कुन कलर पेन्सिल कलर गर्ने ओके अनि हिजो अस्ति हजुरहरूलाई यो पढाइसक्यो कि छैन म्यामले छैन यो कति क्लासको बुक हो हाउ ओल्ड आर यु बेचत नगर है फेरि चिकन हाउ ओल्ड आर यु तिमी कति वर्षको भएछ न 5 वर्षको भए त्यसलाई कसरी भन्छ इङ्ग्लिसमा 5 years old आई एम 5 years old ए वेयर आर यु फ्रम कहाँ बस्छौ तिमी आई एम फ्रम चाबहिल हजुरको नाम के हो होला कमेन्ट बक्समा हाल्दिनु है व्हाट्स योर नेम मेरो नाम के हो बिसी हजुरको नाम थाहा छैन बिसी अब नाम बिर्सेने नि हुन्छ त्यस्तो स्वरूप अनि
स्वरूप मैनाली ए स्वरूप मैनाली हो अनि हजुरलाई एउटा गीत आउँथ्यो राम्रो गीत भनिदिन्छु त इङ्ग्लिस गीत इङ्ग्लिस होइन हिन्दी गीत हो क्या अरे न राम्रोसँग भनिस् है साना त्यस्तो कहिले पनि गर्नुहुन्न ओके थ्याङ्क यू मेरा तेरे बिना शरण से बेकार तेरी आंखों के सिवा गाने जाता मैं हो इतना तेरा इंतजार मेला अब और करके सोला सिंगार मुझे हॉस्पिटल आता है ने तुमने लड़की जोड़ते पाले गाइस मेरा गीत कैसा लगे कमेंट बॉक्स में डाल देना बाय बाय